फर्स्ट अफ अल चाहिँ हाम्रो यहाँ जब बनाउनु पर्ने हुन्छ। यो हाम्रो मोनिटर भयो। मोनिटरको लेफ्ट साइडको यो कर्नरमा टप कर्नरमा यो 3 ड्यास वाला लाइन छ। यो 3 ड्यास वाला लाइनलाई क्लिक गर्नु होला। त्यसपछि हाम्रो यहाँ प्रोजेक्ट छ। हामी अहिले रियाज सिटीमा काम गर्ने भएर रियाज सिटीको प्रोजेक्टको नाम राखेका छौँ। रियाज सिटी प्रोजेक्टको नाम राखेका छौँ र यो रियाज सिटीमा को हामीले चाहिँ यो रियाज सिटीलाई पहिले ओपन गरेँ। यो रियाद ओपन गरेँ। त्यसपछि अनि यहाँ हाम्रो चाहिँ जब सेटअप गर्न सकिन्छ। यो न्यू जब छ। यो न्यू जबलाई तपाईले न्यू जब सेटअप गर्नको लागि तपाईको अकॉर्डिङ टु लोकेसन र तपाईको नाम कुनै पनि छ त्यो अनुसार तपाईले आफ्नो न्यू जब नेम लेख्न सक्नुहुन्छ। र वान थिङ यहाँ जहिले पनि तपाईले यो न्यू जब बनाएपछि यसमा यो सिलेक्ट फोल्डरको बीचमा छ लास्ट युज। जहिले पनि तपाईले यो लास्ट युज चुज गर्नुपर्ने हुन्छ किनकि तपाईले गर्नुभएको रिसेन्टली कामको सेम जुन कोअर्डिनेट को हिसाबमा हुनेछ यो लास्ट युज। अनि इफ तपाईले यसलाई लास्ट युज गर्नु भएन भने फेरि तपाईको लागि अनि इच जबमा चाहिँ तपाईले यो कोअर्डिनेट जुन चेन्ज गर्नुपर्ने हुन्छ। म हजुरहरुलाई देखाउँछु न्यू जब कसरी बनाउने भनेर। न्यू जब यो चाहिँ न्यू जब छ। यहाँ चाहिँ मैले लास्ट युज जब गरेको छु। यसमा क्लिक गर्नुभयो भने तपाईको यहाँ इन्टरनल फिट स्केल ओन्ली मेट्रिक स्केल ओन्ली युज सर्वे फिट स्केल ओन्ली छ र यसमा चाहिँ जहिले पनि लास्ट जब युज गर्नु होला। त्यसपछि वान थिङ यो हाम्रो कोअर्डिनेट सिस्टममा चाहिँ 38 नर्थ वर्ल्ड वाइड UTM छ। यो चाहिँ हाम्रो रियादको कोअर्डिनेट सिस्टम हो र यसमा पनि 2 काइन्ड अफ कोअर्डिनेट सिस्टम हुन्छ। यसमा चाहिँ तपाईले यो सिलेक्ट फ्रम लाइब्रेरीलाई नेक्स्ट गर्नु होला। त्यसपछि यसमा छ सिस्टम वर्ल्ड वाइड UTM छ। लोकल डिटम आइनिल अवेद 1970 साउदी अरेबिया र ग्लोबल रेफरेन्स छ WGS 1984 र यो कोअर्डिनेट सिस्टममा चाहिँ तपाईले यसमा गएर चेन्ज गर्न सक्नुहुन्छ। यो रियादमा चाहिँ 2 काइन्ड अफ कोअर्डिनेटर छ। एउटा बलेदियाको कामको लागि गभर्नमेन्टली बलेदियाको कामको लागि चाहिँ हामीले आइनल 1970 युज गर्छौं भने अदर यो रोड प्रोजेक्ट ब्रिज प्रोजेक्टको लागि चाहिँ WGS 1984 युज गर्छौं। अहिले चाहिँ हामीले 1970 नै युज गर्ने गरेका छौं। त्यसैले म यसैलाई कन्टिन्यू गर्छु। यो नेक्स्ट गरेर एक्सेप्ट गरेपछि अब मैले आफ्नो यो साइटको बेसमार्क चाहिँ हाम्रो यो छ। यो जब सिलेक्ट गर्छु किनकि मलाई न्यू जब बनाउनु पर्ने छैन अहिले। त्यसैले WB अल TP BM अब यसलाई मैले ओपन गरेँ। ओपन गरिसकेपछि यो हाम्रो WBE यो देखाउनु WBE 01-112 हाम्रो यो TP पोइन्ट छ। TP नम्बर छ। अब यहाँ जानु होला। सेम यो लेफ्ट कर्नरमा 3 ड्यास लाइनमा क्लिक गर्नु होला। त्यसमा छ तपाईको जब डाटा छ, जेनरल सर्वे छ, की इन छ, कोगो छ, मेजर छ, स्टेक आउट छ, इन्स्ट्रुमेन्ट छ। अब हामीले यसलाई मेजरलाई क्लिक गर्नुपर्ने हुन्छ। मेजरलाई क्लिक गरेपछि यसमा पनि हाम्रो 2 टाइप अफ कनेक्सन हुन्छ। एउटा RTK एक्सटर्नल र एउटा RTK इन्टर्नल। र अहिले हामी RTK एक्सटर्नलमा काम गर्दैनौं। RTK एक्सटर्नलको लागि चाहिँ हामीलाई रेडियो र एन्टिनाको जरुरत पर्छ। त्यो आज मैले ल्याएको छैन। म तपाईहरुलाई यो भिडियो पनि बनाएर अपलोड गर्नेछु नेक्स्ट भिडियोमा। अहिले चाहिँ हामी RTK इन्टर्नलमा सेटअप गर्दैछौं र RTK इन्टर्नल त्यसपछि यो टपमा छ स्टार्ट बेस रिसिभर। यो
भएपछि तपाईको बेसमा कनेक्सन हुन्छ। बेसमा कनेक्सन भएपछि अब हामीले के गर्नुपर्ने छ, यो टिपी पोइन्ट अपलोड गर्नुपर्छ। टिपी पोइन्ट अपलोड गर्नको लागि पोइन्ट नेमको यो कर्नरमा एउटा ट्रायंगल छ, यसलाई क्लिक गर्नु होला। त्यसपछि यहाँ छ लिस्ट, अनि इफ तपाईसँग यो लिस्टमा छैन भने की इन गरेर यहाँ लेख्न पनि सक्नुहुनेछ तपाईसँग भएको XYZ। र यदि तपाईँ नयाँ जग्गामा गएर काम गर्दै हुनुहुन्छ भने तपाईसँग टिपी छैन, कुनै कोअर्डिनेट छैन भने तपाईले यहाँ हियरमा पनि दबाउन सक्नुहुन्छ। यो हियरमा क्लिक गर्न सक्नुहुन्छ। हियरमा क्लिक गर्दा यो वर्ल्ड वाइड GPS सिस्टमबाट अटोमेटिक तपाईको कोअर्डिनेट दिन्छ। यो एक्ज्याक्टली चाहिँ हुँदैन, तर टेम्पोररी हामीले काम गर्न सक्छौं, जस्तो लोकल कोअर्डिनेटमा जस्तो काम गर्न सकिन्छ। अहिले चाहिँ मैले मसँग यहाँको XYZ छ टिपीको, त्यसैले यसलाई स्केप गरेँ। अब म यो यसमा जान्छु, लिस्टमा जान्छु र मेरो यो नम्बर WBE-01-112 WBE-01-112 सिलेक्ट गर्छु। म सिलेक्ट गर्दैछु, खोज्दैछु। WBE हाइट कितना बोला था? WBE-01-12 112 कितना मिनट हो गया? 112। अब मैले यसलाई क्लिक गरेँ। अब हामीले यहाँ एन्टिना हाइट के अरे लोड गर्नुपर्ने हुन्छ। एन्टिना हाइट मतलब बेसको टार्गेट हाइट कितना इधर मत देखो। बेसको टार्गेट हाइट चाहिँ तपाईको हामीले यसरी नापिन्छ। यो टप अफ यो हाम्रो टप अफ टिपी बाट यहाँ हाम्रो एउटा सेटअप गर्दाखेरि नै यहाँ एउटा रेफरेन्स दिएको हुन्छ। यो रेफरेन्स चाहिँ छ 1.32 1.320 छ। इधर हेर्न सक्नुहुनेछ 1.320। अब यसलाई इन्टर गरौँ, त्यसपछि स्टार्ट बेस गरौँ। हाम्रो बेस स्टार्ट भइसकेको छ। अब सेम तपाईँ यो लेफ्ट कर्नरको 3 ड्यास लाइनमा क्लिक गर्न सक्नुहुन्छ। त्यसपछि हाम्रो यहाँ छ रिभ्यू जब, पोइन्ट म्यानेजर, की इन नोट, मेजर पोइन्ट, मेजर कोड, स्टेक आउट पोइन्ट। अब हामीले यसमा जानुपर्ने छ मेजर पोइन्ट। अब हामी यसमा जानुपर्ने छ मेजरमा गएर आरटीके इन्टरनलमा गएर अघि हामीले गरेका थियौँ स्टार्ट बेस रिसिभर। अब मेजर पोइन्ट यसमा गएपछि चाहिँ हाम्रो रोभर कनेक्सन हुन्छ। यसको लागि चाहिँ हामीलाई 2-4 सेकेन्ड वेट गर्नुपर्ने हुन्छ। भइसकेको छ। अब यसमा इन्डेक्स अर रिलायबिलिटी चाहिँ तपाईको इन्डेक्स अर रिलायबिलिटीमा चाहिँ 100% हुनुपर्ने छ। 100% भएन भने हाम्रो सिग्नलमा केही प्रब्लम हुन सक्छ। पछि काम हामीले कुनै एरियाको डाटा अब्जर्भेसन गर्दा। अब यसलाई एक्सेप्ट गरौँ। एक्सेप्ट गरेपछि हाम्रो जीपीएस सेटअप भइसकेको छ। अब सिग्नल अहिलेसम्म सिग्नल आएको छैन। सिग्नल आउनको लागि 2-4 सेकेन्ड हामीले वेट गर्नुपर्ने हुन्छ। यो चाहिँ सिग्नलको इन्डेक्स हो। यहाँ अहिले
एरर देखाइरहेछ। अब यसमा ग्रीन टिक आएपछि चाहिँ हाम्रो मेसिन सेटअप हाम्रो सिग्नल आइसकेको छ, ग्रीन सेटअप देख्न सक्नुहुनेछ। र यसमा वान थिङ म तपाईहरुलाई क्लियर गराउन चाहन्छु। यहाँनिर एउटा ग्रीन सिग्नलको टिक छ, यसमा क्लिक गर्नु होला। यसमा क्लिक गर्दाखेरि चाहिँ यसमा एउटा स्टारमा छ आइएमयू टिल्ट। आइएमयू यसको मतलब चाहिँ तपाईको यो आइएमयू लाई तपाईले अन गर्नुभयो भने तपाईको रड छ नि, कुनै पनि जग्गाको अब्जर्भेसन गर्दाखेरि रडलाई तपाईले सिधा गर्नु पर्ने जरुरत छैन। तपाईले 15 डिग्री सम्म क्रस गरेर लिँदा पनि यो पोइन्ट 00 आउँछ। र यसलाई अफ गर्नुभयो भने चाहिँ तपाईले आफ्नो रडको बबल लेभललाई चाहिँ ध्यान दिनुपर्ने हुन्छ। त्यसैले मैले आइएमयू टिल्ट अनै गरेको छु। अब म यसलाई स्केप गर्छु र अब म चेक गर्छु हाम्रो पोइन्ट सही छ कि छैन भनेर। हाम्रो पोइन्ट सही छ कि छैन भनेर चेक गर्दा चाहिँ तपाईको यो टपको 3 ड्याशमा क्लिक गर्नु होला। त्यसपछि स्टेक आउट पोइन्टमा जानु होला। त्यसपछि यो ट्रायंगलमा क्लिक गर्नु होला र लिस्टबाट चेक गर्न पनि सक्नुहुन्छ। र म चाहिँ अहिले के गर्छु भने हाम्रो यो क्लोजेस्ट पोइन्ट छ, यहाँ एउटा क्लोसेट पोइन्ट छ। यो चाहिँ क्लोसेट पोइन्टमा मिन चाहिँ मेरो यो मैले जहाँ मेसिन लगाएको छु त्यसको नियर पोइन्ट हुन्छ। ल क्लोजेस्ट पोइन्टमा गर्दाखेरि चाहिँ मेरो WB01-112 आउँछ। अब मलाई स्टेक आउट गर्छु, हेर्न सक्नुहुनेछ हाम्रो बेस सेटअप रेडी भइसकेको छ। अब हाम्रो अब मैले यस्तो गरे यसरी पनि चेक गर्दाखेरि नै बराबर आउन सक्छ। पुरा हो अलि पिरिच यस्तो क्रस तपाईको आइएमयू सिस्टममा आइएमयू अन गरेर चेक गर्नुभयो भने तपाईले यतिसम्म चेक गर्दा पनि हाम्रो XYZ बराबरै आउँछ। देख्न सक्नुहुनेछ यहाँ हाम्रो XYZ साउथ छ 5 मिली 3 मिली और लेभल छ 2 मिली। र यदि तपाईहरुलाई यसको बारेमा अझै जानकारी चाहनुहुन्छ भने म यो भिडियो अपलोड गर्नेछु। कमेन्ट सेक्सनमा आफ्नो कमेन्ट गर्नु होला र म रिप्लाई गर्नेछु। ओके, थ्यांक यू सो मच।